Hello everyone, welcome to my vlog once again. र आज म फेरि हजुरहरूलाई एउटा इम्पोर्टेन्ट जग्गा लिएर जान लागिरहेछु र हामी प्यारेन्टबाट निस्क्यौँ र हामी मालबजार हुँदै हुँदै हामी एउटा आधुनिक बाटो हेर्न गइरहेको छौँ र त्यसलाई चाहिँ हाम्रो नेपाली भाषामा सेलरोटी पनि भन्दो रहेछ है आजकल। र किन चाहिँ सेलरोटी भन्दो रहेछ है, सायद अनुमान त लगाइसक्नुभयो होला। यो बाग्राकोटको उकालो हामी अब लाग्दैछौँ है। बाग्राकोट बजार आइपुग्यो र मेन बाटोबाट हामी भित्र जाँदैछौँ। मेरो हस्बेन्डले ड्राइभ गरेर मजाले सुविधाजनक गरेर ड्राइभ गरेर हामीलाई लिएर जानुभयो। मेरो बाबा आमाहरू आउनु भएको थियो, भदा पनि आएको थियो र घुमाउनुको लागि हामीले लिएर गएको उहाँहरूलाई। र के देखाउनु, कता देखाउनु भन्दाखेरि चाहिँ यो लुप रोड मलाई याद आयो र जाउँ न त एकताल हेरौँ यो आधुनिक टेक्नोलोजीले बनिएको बाटो कस्तो रहेछ भनेर है हेर्न मन लाग्यो। यो सेलरोटी 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 भनेर सबैजनाले भन्छन् र कस्तो रहेछ, कस्तो बनिएको रहेछ भन्दाखेरि साह्रै मजाले बनाएको रहेछ है। तर बाटो हेर्दाखेरि मजाको त छ, तर धेरै दिन चाहिँ सायद यो टिक्न नसक्ला जस्तो लाग्यो मलाई है। जस्तो हाम्रो कोरोनेसन ब्रिजको हालत भएको छ त्यस्तै यो त अहिले भर्खरै बनाएको हो, सायद आजभन्दा कति वर्ष पछाडि त सायद यो ब्रिज भन्न आउँछ खाली मुखमा। यो बाटो सायद रहनु सक्दैन होला, किनभने यो के अरे पहाडको भित्तासित सट्टिएर बनिएको छ र अहिले नै चर्किन पनि लागेको रहेछ र धेरै लामो त टिक्दैन होला र राम्रै लाग्यो गएको हामी है। किनभने अब कुनै दिन नटिक्न पनि सक्ला र हेरिहालौँ, एउटा भिडियो पनि बनाइहालौँ, स्मृतिमा बस्नेछ होइन। यो जग्गा घुम्न गएको थियौँ भनेर एउटा याद पनि हुन्छ, मेमोरी हुन्छ भनेर बनाएको र घुमाइ पनि हुन्छ। अहिले हामी उकालो जाँदैछौँ र 2 फेजमा बनाएको रहेछ यो बाटो। अलिक तल चाहिँ अलिकति रहेछ त्यो लुपहरू र हामी त सक्यो होला भन्दै थियौँ, तर निकै माथि गएपछि चाहिँ अझै अलिक ठुलो भाग चाहिँ अलिक माथि रहेछ र हामी अहिले उकालो लाग्दैछौँ। आधी हेरिसक्यौँ र आधी हेर्ने र हेर्नुहोस् है, अब आउँदैछ यो असल भाग चाहिँ एकदम माथि गएको जस्तो लाग्छ मलाई त, बादलमा उडे जस्तो लागेको थियो र यो आयो असल भाग जुन चाहिँमा चाहिँ धेरै लुपहरू रहेछ। र हामी अहिले यो बाटो भित्रबाट पसेर अहिले माथि आइपुग्यौँ। माथि चिया बिस्किटहरू खाने सानो स्टलहरू रहेछ, त्यति मजाले त बनाएको रहेन रहेछ, तर यसो जानेहरूलाई यात्रीहरूलाई चिया खान मन लाग्यो भने। र अहिले तल झर्दाखेरि चाहिँ यस्तो फिल हुँदो रहेछ कि रोलर कोस्टर राइड लिएको जस्तो हुँदो रहेछ है। हेर्नुहोस् न, अहिले हामी तल जाँदैछौँ हो, क्या मजा आउँदो रहेछ। सरर तल एकदम यो स्लाइडहरू खेलेको जस्तो हुँदो रहेछ, गाडीभित्रबाट त्यस्तो अनुभव हुँदो रहेछ। र अहिले यो घुमाउरो बाटोभित्र हुँदै हामी तल झर्दैछौँ। मजाले इन्जोय गऱ्यौँ हामी र तल एक जग्गा गएर हामीले फोटोहरू लियौँ है। बेसी फोटोहरू लिनु, यता भिडियोहरू बनाउनु दिँदैन रहेछ र हजुरहरू जानुभयो भने पनि अलिकति सतर्क भएर सिभिक पुलिसहरू जताततै बसेको हुँदो रहेछ र हामी पनि अलिक लुकाउँदै छुपाउँदै भए पनि यति भिडियो चाहिँ बनाउनु पायौँ है। खुलस्त हिसाबले भिडियोहरू बनाउनु दिँदैन रहेछ र मजाले दिन बित्यो। स्टिल सर्ट्सहरू पनि लिएको छु मैले, हेर्नु सक्नुहुन्छ हजुरहरू। दिन हाम्रो मजाले बित्यो, आमा बाबाहरूलाई पनि मजा आयो, सबैलाई हामीलाई मजा आयो र हजुरहरू पनि आफ्नो फ्यामिली लिएर साथीहरू लिएर जान सक्नुहुन्छ। थ्याङ्क यू।